ल आजरारीको पानीले यहाँनिर चाहिँ गडबडी गरेछ। हाम्रो ओडा अध्यक्ष यो टोगो बोकेर यहाँ अनुगमन गर्दै हुनुहुन्छ। यहाँ गाडी अड्किया छ। साबेल गइदिले यो यहाँ त भासिन्छ त्यो। ओहो ल बुढीको नै पुगेछ। यहाँ एउटा गाडी फसेर बसिरहेछ ल्यान्ड क्रुजर। ल अब सुमनमुरी आउने जाने साथीहरूले चाहिँ बाटोको अवस्था चाहिँ जानकारी लिँदै आउनु होला है। यहाँ चाहिँ अब 1-1.5 घन्टामा यो बाटो खुल्छ भने हामी चाहिँ अब झोला बोकेर लेफ्ट राइट